माटाको सामग्रीहरू हामी सबैको घरमा थोरै धेरै परिमाणले भए पनि व्यवहार हुन्छ। आधुनिक युगमा यसको अलिकति चलन कम्दै आएको छ, तर पनि अहिले पनि यो व्यवहारमा रहेको छ। आउनुहोस् अब जानौँ माटाको भाँडो व्यवहार गर्नुको फाइदाको बारेमा। माटाको भाँडाहरू स्वास्थ्यकर हुन्छन् किनकि तिनीहरूले खानामा पोषक तत्त्वहरू राख्छन्। प्राकृतिक रूपमा खानाको पोषक तत्त्व सन्तुलन गर्छन्, अम्लता कम गर्छन् र कम तेलमा खाना पकाउन मद्दत गर्छन्।